Hi, this is Arohi. Baba? Hello. Hello, we are ready for our 3 days trip to East Coast. I mean, no one is ready with you, but like, I mean, but anyway, we are here. हामी घरबाट अब हामी विजयहरूलाई लिन जान्छौँ, त्यसपछि प्रतिज्ञाहरूलाई लिन जान्छौँ, अनि त्यसपछि हामी 12 people are going for 3 days trip. Yay! Yay! हामी प्रतियोगिता दिन आउँछौँ. हेलो हाम्रो यहाँ ट्रिपको लागि सामानहरू रेडी हुँदैछ. हामी जन्ती जान लाग्छ हामीले सामान रेडी गरेका छौँ. हुन चाहिँ यो पिकनिक हो. 5 मिनेट्समा रेडी अब. त त्यसैले ज्वाइँ साहब, यो पनि नट ब्याड भएर छ. अर्को ज्वाइँ साहब निरञ्जन दाई. दाइ विथ नयाँ चस्मा. दाई विथ नयाँ चस्मा. यता पनि प्लिज. नयाँ चस्मा, नयाँ क्याप, नयाँ टी-सर्ट, नयाँ जुत्ता, एभ्रिथिङ न्यू. हाम्रो विजय, आरुषी, हाम्रो प्रतिज्ञा अब रेडी हुन जानुभएको छ. ज्वाइँ र प्रतिज्ञा. अब हामी यो गाडीमा हाल्छौँ. देन विल कन्टिन्यू. हाम्रो भान्जीको फर्स्ट लङ ट्रिप हो यो. फर्स्ट रोड ट्रिप. फर्स्ट रोड ट्रिप हो. ताजमानियाको फर्स्ट रोड ट्रिप हो. ताजमानियाको फर्स्ट रोड ट्रिप. छैन. ए जीवन, ज्वाइँ साहब इज प्रिपेयरिङ हर फर द्याट. त्यो हाम्रो ब्लू स्की भित्र एउटा बट्टामा पुदिना छ. For real. Red hearts, red hearts. That's what I'm on. Come give me something I can feel. Don't you want me like I want you, baby? Don't you need me like I need you now? See tomorrow, but tonight we're crazy. Me at the तिमी के वाली? तिमी रबिश वाली? तपाईँ? म चाहिँ चनावाली है. चना बोकेको छु मैले चाहिँ. अचार के लिएर आउनुभएको? मेरो यो म अचार वाली अनि यो काटकुट वाली. ल यहाँ हाम्रो प्रतिज्ञा आउँदैन छ. तपाईँ के वाली? वाली. म नातिनी वाली. हेरौँ नातिनी पनि हेरौँ. हजुरआमा वाली. हजुरआमा वाली हो. तपाईँ चाहिँ किन खाली हात? म त गुरुजी हो नि त. गुरुजीले कहाँ सामान पाउँछ त? म त गाडीवाला. गाडीको साउ. म चाहिँ कोल्ड ड्रिङ्क्स बोकेर है, बियर अनि कोक. तपाईँलाई के चाहिन्छ भाउजू? ल छानी छानी है. कोक कोक. हस्. खाजा खाने टाइम. सबैजना भोकाएर हामी खाली कुनमा हाल्नु कम कम भन्दै थिएन छ त. उयसमा अन्डा छैन. अन्डा हालिदिन्छु. ज्वाइँ साहब कुरिरहनु भएको छ. कहिले हाल्नु सक्छन् खानुला भनेर. लाग्दैन हुन्छ. धेरै भरे धेरै थुप्रोदेखि भन्नु. पानी खाने खाना खाने बेलामा पानी परेर यहाँ सबैजना लुकेर पानी लुकेर खाजा खाने अवस्था भएको छ. ल हाम्रो 2 दिनको लागि होलिडे होम यही हो. अब यहाँ सामान सार्ने काम हुँदैछ. 2 दिनको लागि हाम्रो घर. आउनुहोस् हामी घर हेरौँ है त. हाम्रो एन्ट्री एउटा बेडरुम यहाँ रहेछ. ओहो कति राम्रो घर. बेडरुम अर्को सेकेन्ड. बेडरुम. ओ वाउ राम्रो. टोयलेट. बाथरुम. अनि 4th बेडरुम.
माथि हेरेर लिभिङ रुम डाइनिङ अनि किचन हाम्रो बाल्कनी राइस कुकर पनि हेरेर चाहिँ मैले भने सबै हुन्छ होइन second living room अनि लास्ट बेडरुम पाँचौं This is the second day and we're at Scamander Airbnb. This is the balcony and this is the garden. एक्चुअल ब्लू लेक चाहिँ यो रहेछ एकदम नीलो पानी ब्युटिफुल ग्रिनरी अराउन्ड फोटो सेसन हुँदैछ हाम्रो एकजना ज्वाइँ चाहिँ ऊ पर पुग्नु भएको छ हामी यहाँ चिज खाने ठाउँमा आएर चिया कफी खायौँ अलिकति चिज पनि किनेका छौँ कता गएछ यहाँ पछाडि चाहिँ राम्रो भ्यू छ यहाँ चाहिँ यहीँ गाई पालेर यहीँ चिज कसरी बनाउँछ भनेर सबै देखाउने गरेर राखेको छ हामी गाई हेर्न जाउँ है त यहाँ बसेर खानको लागि ठाउँ पनि कमै रहेछ बच्चाहरू बोलाउन स्लाइड पनि छ त्यहाँ यहाँ गाई हेरिरहेको छौँ हामी हजुर ट्रेन गाई यहाँ हेर लाइन बसिरहेछ हल्ला नगरिकन होइन अब त्यहाँ पानी एउटा खायो त्यो पानी खायो त्यहाँ जिउ चिलाउने रहेछ ओके अनि आफै गयो त्यहाँबाट बाटो त्यहाँ यिनीहरू त्यो पजलको जस्तो बाटो रहेछ त्यो पजल पनि भेटाएर गएर ल यहाँ एक्सप्लेन गर्दै हुनुहुन्छ एकचोटि फेरि एक्सप्लेन गर्नु त कसरी चाहिँ जान्छ रे गाईहरू अब त्यो बाटो होइन पहिला के हुन्छ अरे पहिला यता आयो होइन अब लाइन बसिरहेको त्यहाँ पानी खानलाई एउटा पानी खाइसक्छ कुँडो सुँडो खाने होला त्यो खाइसक्छ त्यहाँबाट त्यो अब त्यति बाटो चाहिँ पजल जस्तो छ फेरि त्यो पजल छिरेर त्यहाँ चिलाउनु जाने रहेछ ढाड चिलाउनु आरामले ढाड चिलाउने हो नि अनि यो पजलमा फेरि चाहिँ पुरै घुम्दै घुम्दै आएर टक्क बाटो आएर अब गएर फेरि आफ्नो लाइन लाएर गइसक्यो पालै पालो झडा नगरिकन आराम त्यो भर्खर पानी खाएर जिउ चिलाएर गएको रे साँच्चीकै है ट्रेन गाई के मन्टी नेपालमा गएर यसै गरी गाई पाल्नु पर्ने आनन्दले बसिरहन्छ कसैलाई हतार